भेटेर नि खुट्टा नभेटेर यो बनाएको होइन यो चाहिँ मेरो बुढाको लागि हेलो नमस्ते लासो फ्याफुला सम्पूर्ण मेरो युट्युब परिवारलाई हृदयदेखि वेलकम छ। अनि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला, म पनि एकदम आराम कुशलै छु। अनि आज चाहिँ हाम्रो घरमा मोमो पाक्दैछ साथीहरू। आज हामी चाहिँ मोमो खाने, तिहार पनि लाग्यो, दसैँ सकेर तिहार पनि लाग्यो। अब हामी चाहिँ मोमो खाने दसैँ सकेको उपलक्ष्यमा। अब पछि तिहार सकेको उपलक्ष्यमा के हुन्छ पनि थाहा छैन। यता हाम्रो मोमो सुरु हुँदैछ, यता किमा भइसक्यो, यता भाँडा चाहिँ रित्तै छ। अब पाक्छ। हामी यतिजना छौँ, कोही उता तल चुलोमा बसिरहेको छ। आज हामी 3टा चुलोमा पकाएर खाने, के अरे 3 चुलेमा। हाम्रो त गाउँ घरमा ढुङ्गाको चुलो छ भन्ने छ नि, हँस्ने पकाएर खाने अर्ग्यानिक चुलोमा। मोमो एकदम मिठो हुन्छ। नानाहरूले माथि टमाटर भान्जा भएर नाना भएर टमाटर धोएर एउटा दिउरेमा उसिनिराख है, ल जाउँ त उसिनिराख। आज चाहिँ हामी मोमो बनाउन खाने। यहाँ किमा सुरु भइसक्यो, यता पिठो पनि रेडी हुँदैछ। हाम्रो कान्छी अहिले आइपुग्यो, कान्छी अहिले आइपुग्यो। यता हाम्रो कान्छी हुनुहुन्छ, कान्छी अघिदेखि सघिरहेको छ मलाई यहाँ। यहाँ बेलुन नाइ बेल्दैछ यहाँ। यहाँ हाम्रो हिद्रो ठुलो हुन्छ, तर खानुपर्छ नि, टन्नै छ त। धम्माधम सुरु हुँदैछ। अब पाक्ने चाहिँ कतिखेर हो। हाम्रो मोमो पाक्दैछ। अनि हाम्रो यहाँ मोमो चाहिँ यति भइसकेछ साथीहरू। फुटेर सुरुमा त त्यो गिलो पिठो भएछ कि, अनि यति छ। यहाँ हाम्रो जनताहरू धेरै छन्। यहाँ मोमो खाली आएको चाहिँ मरै गर्दो रहेछ हौ। हाम्रो त गाउँ घरमा ढुङ्गाको चुलो छ। यहाँ हाम्रो चाहिँ कान्छीले मोमो बाट्दै हुनुहुन्छ। यता हाम्रो अर्को कान्छी थाप्दै छिन्। एकछिन थोरै अलि कति हो। त्यो मुनिबाट जाली भन नि त है। सानो आमा नि त निन्द्रामा उतायो नि निन्द्रामा खाँदैछ के अचार। कबै कस्तो खान्छ अचार। यता चाहिँ मेरो दुइटै एकैचोटि जानुपर्छ। खै जानु पर्छ नि मोमो। अब चाहिँ धेरै ठुलो बनाउँछ। अब
हामीले मोमो खाइसकेपछि मेरो बुढा पनि आइपुग्यो हामीले यहाँ सिधाइसक्यौँ मोमो यहीँ सिद्धियो यहाँ मोमो मोमो नखाने भनेको होइन तपाईँ राख्दिनु त हामी त मोमो हेर्दै ए भाडै दियो त्यो ऊ तपाईँलाई झोल मात्रै राख तपाईँलाई भात पकाइदिएको हामीले त भात अनि यहाँ खुट्टाको सुप खुट्टा जति हामीले खायो नि तपाईँलाई सुप मात्र राखिदिएको त्यो हड्डी मैले अघि खाइसकेको ए मोमो ल्याइदे हाम्रो पोताले त उठेको खाँदैछ त्यहाँ बुढाले हेरेको हेर्न त्यहाँ आइपुग्यो यो बुढो मान्छे भन्दै होला हो नक्काली पुतली हो म होइन त मेरो पुतली खुट्टा नभेटेर नि खुट्टा नभेटेर यो बनाएको हामीले यो चाहिँ मेरो बुढाको लागि यो चाहिँ खुट्टा नभेटेर हामीले यस्तो बनाएको चाख्नु त जम्मै हालिदियो खाइसक्दैन न म खानु सक्दिनँ खानु खाना चाहिँ भयो यता खान्छ होला अचार बनाउने को हो थाहा छ यता र यता भान्जा र शीतल अचार बनाउने पाखा अरे गरिदियो कहाँ एउटा गिलास छ त खानु अब पहिला मेरो बुढा आओस् न मेरो बुढाले छोडेको चाहिँ म खान्छु यो चाहिँ हाम्रो सुप अब मेरो बुढाले खाइसक्छ अनि मात्रै म खाने न त आज मेरो बुढाले मोमो नराख्दिनु विचार गरेको हेर्दै चाहिँ त्यहाँ के को सुतिरहेको मान्छे पनि उठ्थ्यो त यो त बडा त्यहाँ भित्र पस्यो भने चाहिँ अघि उठिहाल्ने पो त सुतेको मान्छे पनि यो नक्काली त कम्ताकै चाहिँ नि यो फुली पनि आउँछ हौ भन कस्तो हजुर ए ल है साथीहरू तिहार पनि लाग्यो कसले घर घरमा झिलिमिली लाउनु भयो हामीले त लगाइनौँ हामी यहाँ मन्दिरमा मात्रै लाउने हो यसपालि साह्रै अल्छी लाग्यो यसपालि हामीलाई साह्रै अल्छी लाग्यो साथीहरू अब लक्ष्मी पुज्ने सामान चाहिँ हामी लिन चाहिँ जाँदैछौँ लक्ष्मी चाहिँ पुज्छौँ झिलिमिली चाहिँ नलाउनु पर्दा अल्छी लाग्यो यहाँ मन्दिरमा लाउँदा भइहाल्छ नि है साथीहरू नि चिटिक्क छ यता मन्दिर पनि चिटिक्क छ यहाँ झिलिमिली लाउनुपर्छ भइहाल्छ नि अब हामी बुढाबुढी जाने हो घाम यस्तो लागेको छ अनि मेरो चाहिँ अलिअलि कराउनै हुँदैन हौ करायो भने यस्तो भइहाल्छ फितावाला लाउनु न के हुन्छ नि म चाहिँ अहिले नुहाएको हामी बुढी भएर नुहाएको कपाल सुकेकै छैन हाम्रो आमै पनि आज आउने कि भोलि आउने भन्दै थियो भोलि आउनु भन्दै थियो यहाँ के भयो तपाईँले के गर्नुभयो दाग छ त यहाँ आउँदा यहाँ हेर्नु के गर्नुभयो है तपाईँले
पोतो झ्याप्पै छ साथीहरू मेरो त। लिपस्टिक लाग्छ हिजो यहाँ मोमो बनाएर खाएको साथीहरू, अनि यो हिजोकै भ्लगमा आउँछ। यो भिडियोहरू चाहिँ हेरिदिनु होला, आइहाल्छ। मोमो चाउमिनको भिडियो आइहाल्छ साथीहरू। आज लक्ष्मी पूजाको दिन यस्तो चिज राख्नुपर्छ अरे हौ साथीहरू घरमा, अनि त्यही भएर किनेर ल्याएको। म त चाँदी पनि होइन जस्तो लाग्छ, हुनु चाहिँ सुन पसलबाटै किनेर ल्याएको। कछुवा यसको लागि प्लेट पनि खोजेको, प्लेट चाहिँ रहेन रहेछ साथीहरू। अब यसको लागि प्लेट पनि खोज्नु जानुपर्ने। के तामाको पनि हुन्छ नि, किन तामा के को अरे काँसको बोटको हुन्छ। अब यसको उयो थाई पनि बनाउनुपर्छ ल, सानो नि। यसलाई पानीमा राख्नु पर्यो त। मेरो लाग्छ लिपस्टिक। हामी बुढाबुढीको माया साथीहरू के भन्छ, हामी बुढाबुढीको माया हो साथीहरू। यता हेर, हामी बुढाबुढीको माया साथीहरू। मलाई यहाँ बस्नु कति मन लाग्छ। ल है साथीहरू, अनि चाहिँ हामी चाहिँ बजारबाट आएको, फेरि जानुपर्ने। दुईवटा कुच्चो ल्यायौँ हो, अनि चाँदीको के अरे कछुवा ल्यायौँ, अनि के पो ल्यायौँ, घर पुस्ने ल्यायौँ होइन, अनि के पो तन्ना ल्यायौँ, सिरानी ल्यायौँ। हामी बुढाबुढीको अब जाने, अनि फुलहरू ल्याउने, अनि के ल्याउने छ। हेरेको अरे त्यसरी नै, यसरी हेर्नुहोस् यसरी। के नै हेऱ्यो भनेको ल अरे। म चाहिँ खाजा पकाउन लागेको। Sí, itu देखो
खाजा पकाउँदाखेरि यस्तो पसिना भएको छु म। टिभीमा खाएको देखेर कतिखेर खाउँ भइसक्यो थियो। मैं पसीना